यो चाहिँ एकदमै सही कुरा हो हैन। पेट लाग्न चाहिँ टाइम लाग्दैन, घटाउन चाहिँ एकदम टाइम लाग्छ। यो एकदमै ध्रुव सत्य कुरा हो। यसको लागि तपाईँले अलिकति मेहनत पनि गर्नुपर्छ। पेटकै लागि भनेर आज म तपाईँहरूको लागि 2-4 वटा भिडियोहरू बनाइदिन्छु। तपाईँ मजाले घर बसेर गर्न सक्नुहुन्छ। मिनिमम पनि तपाईँले यो एक्सर्साइजहरू 20-20 3 सेट गर्नु पर्यो है। ल यसरी बस्ने, खुट्टालाई चाहिँ पुरा आफूतिर पुस गर्ने भनिहालेँ। मिनिमम 20-20 3 सेट, 20 गर्ने, 5 सेकेन्ड रेस्ट गर्ने, देन फेरि 20 गर्ने, 5 सेकेन्ड रेस्ट। नम्बर 1। नम्बर 2 मा पुरा अप, काउन्ट गर्ने, स्लोली काउन्ट गर्ने, 20 काउन्ट गर्ने, 5 सेकेन्ड रेस्ट अनि फेरि रिपिट। यो भयो। नेक्स्ट पुरा अप। नम्बर 3 मा जति सकिन्छ पेटलाई टाइट राख्ने, देन आफ्नो लोअर पार्टलाई पुरा एङ्गेज गरेर अप। नम्बर 3 भयो। अब नेक्स्ट वान नम्बर 4। हाफमा यसरी सुत्ने, लेग्सहरू हाफमा फोल्ड गर्ने, जति सकिन्छ आफ्नो अप्पर पार्टलाई सास फाल्दै उठाउने, अप। कतिसम्म सक्नुहुन्छ अप गर्ने। यसको पनि 20-20 3 सेट गर्ने। नेक्स्ट वान, दुवै हातलाई तपाईँले यसरी टाउकोको पछाडि राख्ने, लेग्सलाई यसरी 1 बाई 1 उठाएर हाफमा फोल्ड गर्ने, क्रसमा टच गर्ने, राइट ह्यान्डसँग लेफ्ट लेग, लेफ्ट ह्यान्डसँग राइट लेग। यसको फुल भिडियो चाहिँ तपाईँले करुणा श्रेष्ठ फिटनेस युट्युब च्यानल छ, त्यहाँ गएर नि हेर्न सक्नुहुन्छ। मैले चाहिँ हजुरलाई सर्ट डेमो मात्रै देखाइरहेको छु है। यो गर्दाखेरि तपाईँको पेटमा एकदम मजाले प्रेस पर्छ। नेक्स्ट वान, लेग्सहरू हाफमा फोल्ड गर्ने, दुईटा खुट्टामा एक हातको डिस्टेन्स राख्ने, लामो सास तान्दै आफ्नो मिडल भागलाई पुरा अप, सास छोड्दै डाउन, अप। 1 सेकेन्ड होल्ड गर्ने, स्लोली डाउन, 20 reps, 5 सेकेन्ड रेस्ट, रिपिट 3 टाइम, अप। नम्बर कतिवटा भयो? 4-5 वटा भयो होला। नेक्स्ट वान, अब लेग्सलाई यसरी साइड टु साइड पुस गर्ने है, बाइन्ड गर्ने। अप्पर पार्ट र लोअर पार्ट ठ्याक्क तपाईँको अपोजिट डिरेक्सनमा हुनु पर्यो। यसरी खुट्टाहरू लेफ्ट साइड जाँदा तपाईँ राइट साइड हेर्ने, खुट्टाहरू राइट साइड आउँदा तपाईँ लेफ्ट साइड हेर्ने है। नेक्स्ट लास्ट वान, अब दुवै खुट्टालाई 1 बाई 1 यसरी उठाउने, घुँडामा चुप्पा गर्ने है। तपाईँको घुँडा र माउथ टच हुन्छ भने तपाईँको पेट एकदमै पर्फेक्ट छ भन्ने बुझ्नुहोस्। जब तक तपाईँको यसरी माउथसँग घुँडा टच हुँदैन, तपाईँको भुँडी लागिरहेछ भन्ने तपाईँले बुझ्नु पर्यो है। यस्तो खाले एक्सर्साइजहरू गर्दाखेरि तपाईँको पेट घटाउनलाई चाहिँ एकदम मजाले हेल्प गर्छ। सँगसँगै अब अलिकति खानपान कन्ट्रोल गर्नै पर्यो। यसको एक्स्ट्रा तपाईँले 45 मिनट चाहिँ होल बडी वर्कआउट गर्नै पर्छ। आफ्टर द्याट बल्ल तपाईँले यस्तो एक्सर्साइजहरूलाई आफ्नो डेली रुटिनमा एड गर्न सक्नुहुन्छ। यदि तपाईँलाई भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर गर्न पनि नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। हेभ अ गुड डे एभ्रिवान।